कोशीको गौरव हिमालको ज्ञान पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मूल नाराका साथ होमस्टे तथा होटल सञ्चालकहरूका लागि सञ्चालन गरिएको 4 दिने अवमुखीकरण तथा तालिम कार्यक्रम तेह्रथुमको लालुग्रास नगरपालिका बसन्तपुरमा सम्पन्न भएको छ। पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरको आयोजनामा तथा लालुग्रास नगरपालिकाको सहजीकरणमा सञ्चालन भएको तालिममा 24 जना होमस्टे तथा होटल व्यवसायीहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसायलाई थप व्यवस्थित गुणस्तरीय तथा पर्यटन मैत्री बनाउने उद्देश्यले आयोजित तालिममा आतिथ्य सत्कार, सेवा व्यवस्थापन, स्थानीय संस्कृति संरक्षण, पर्यटन प्रबन्धन तथा पर्यटकीय सम्भावना विविध विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। तालिमको समापन कार्यक्रममा पर्यटन कार्यालय धरानका प्रमुख भिषम राईको अध्यक्षतामा रहेको थियो भने लालुग्रास नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, संचारकर्मी तथा पत्रकारहरूको उल्लेखीय सहभागिता रहेको थियो। तालिमले स्थानीय होमस्टे तथा होटल सञ्चालकहरूको क्षमता अभिवृद्धि गर्दै पर्यटन क्षेत्रको गुणस्तरीय विकास, सेवा सुधार तथा स्थानीय आर्थिक गतिविधि प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।